हाई एभ्रिवान हजुरहरूलाई मैले भिडियो लाउँछु भनेर भनेको थिएँ सब्सक्राइब पनि गरिदिनु भएको थियो कतिजनाले होइन सो थ्याङ्क यू सो मच हजुरहरूलाई अनि फेरि पनि मेरो भिडियोहरू म प्लस अब लाउने छु होइन तर मलाई अलिकति भिडियो एडिटिङ गर्नु नआएकोले भिडियोहरू खासै लगाएको छैन हजुरहरूको लागि चाहिँ मैले यो सेक्सन कस्ने तरिका राखिसकेको छु मैले चाहिँ भाटा चाहिँ यस्तो तेर्सो पारेर राखेको छु हजुरहरूले पनि त्यसरी राख्नु यता र उता बराबर हुनुपर्छ होइन अनि यो धागो मैले तानिसकेको छु यहाँ हातमा लिएर केलाइरहेको छु यसरी केलायो भने चाहिँ परदेखि मजाले आउँछ त्यही भएर मैले चाहिँ यसरी राम्ररी केलाएँ पर फेरि त्यहाँनिर मेरो चाहिँ अड्केको रहेछ होइन अनि अड्केको थियो र मैले चाहिँ त्यहाँ यतादेखि निकालेर लिएको छु त्यसरी ल्याइसकेपछि चाहिँ मैले यो कतिमा कस्नु मिल्छ भनेर पनि कसेर देखाएको छु सो हजुरहरूले हेर्न सक्नुहुन्छ म क्यामेराम्यान बन्ने होइन नि त म क्यामेराम्यान बन्ने होइन मैले चाहिँ यो बिचमा फुटाएर कि यता यसरी बान्नुपर्छ भनेर मैले देखाइरहेको छु यसरी बान्नुपर्छ है यसरी अब अर्को साइडको यसरी गाँठो बनाएर निकालिएको छु गाँठो बनाइसकेपछि चाहिँ मैले छोटो र लामो बनाएर कसेको छु यो कस्ने तरिका चाहिँ यही हो अब सबै त्यसरी नै कसेर देखाएको छु कसरी चाहिँ दह्रो बनाउने भनेर पनि म अहिले लास्टमा राखेको छु त्यो भिडियो पनि लास्टसम्म हेरिदिनु होला है त तिम्रो मन त चक्क चुरी मन सारङ्गी टुटुरुटुटुटुरी नाचेको नचिगाउनु तपाईँ चाहिँ पर उसलाई नाचेर देखाइदिनु सुन्जेरी फियाकलाई पनि यो चाहिँ थाहा छैन के हो यो मन ताराङ्गी टुङ 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 पर जान्छु र छुट्टी भयो मन सारङ्गी यहीदेखि तान्ने हो यो भनेकोहरू सेम इजी लेभल रहेछ त जसलाई पनि थाहा छ होला त यो त थाहा छ यो मैले बाँधेको चाहिँ देख्नु पर्यो छोरा यस्तो हुन्छ नि बाँड्नेको मम्मी यो किन भिडियो बनाउनु भएको यो नजान्नेलाई सिकाउनु पर्ने भिडियो बनाउनु आएछ त नि खानेकुरा ल्याइदिन्छ खानेकुरा जतिखेर उनी काले के ल्याइदिनु मासु मासु लुगालाई त प्र्याक्टिस कपीहरू ल्याइदिन्छ अनि पेन्सिलबाट मलाई चाहिँ मासु मासु के को मासु मेरै मासु कटेको तपाईँमा त्यसरी यस्तो काटेर ठुलोमा उयो मासु पकाएर
ल्याइदिएको छैन के छ पेन्सिलहरू बट्टा ल्याइदिएको म त आउँछ। सकायो हो र हेर्नु गाइस नआउनेहरू यो दिनको त छ छैन चाहिँ पेन्सिलको बट्टा पनि छ तर इलेजरको पनि छ। इलेजरको चाहिँ छैन नि त। पज गरौँ? पज गर के खोज्नु चाहिँ बा यो बिग्रिन्छ मलाई साह्रै रिस उठ्छ अनि यस्तरी जान्छ हेर्नुहोस् न गाइज यो राम्रो स्थान लगाइदिएको छैन सो मैले चाहिँ ढुल्न यो अब बान्नुहुन्छ कस्तो बान्नुहुन्छ? बान्नु पनि पुग्दैन साह्रै लट्टा मात्र परेको छ अर्को यसो तान्नुहुन्छ म अब त्यो पनि देखाउँछु। बन्नु नआउनेहरूलाई यस्तो तानिन्छ। यस्तो बनाउनु होला गाइस फर्स्टमा। त्यसरी बाङ्गो नबनाउनु सिधाले खिचन अब त्यो यो टाइपको चाहिँ अर्कै रहन्छ कि यस्तो टाइपको खिच ल अब यतादेखि त्यसरी यस्तरी खिच यस्तरी हेर्नु गाइस त दुईटा छ नि यस्तै पानेर मात्रै चालु गर्नुपर्छ। यहाँ देखाउनुपर्छ। यो लास्ट छ नि यहाँ। या मम्मी फुल कम्प्लिट भएपछि कस्तो हुन्छ देखाइदिन्छु ल। फुल कम्प्लिट भएपछि जम्मा देखाउँछु। यो स्टार्ट गर्दा यस्तो हुन्छ नि। अब एकछिन पज गर्नु त छ हो यसरी यस्तो भएको छ